हेलो नमस्कार साथीहरु। आज चाहिँ भने अचानक यहाँ जेमा नदी बढेको खबर आएपछि केही भिडियोहरु देखेपछि चाहिँ हामीलाई पनि त्यहाँ गएर हेर्ने उत्सुकता जाग्यो। त्यसकारणले गर्दा हामी दुईजना चाहिँ अब जेमा नदी हेर्नका निमित्त गइरहेको छौं र अहिले म मोटर गाडी कुदाइरहेको कारणले गर्दाखेरि पूर्ण भिडियो त देखाउन नसक्नुला, तथापि तपाईहरुलाई जति सक्दो म देखाउने कोसिस गर्छु र मसँग जोडिरहनु होला। यो बाटो चाहिँ हो जेमा नदीतर्फ जाने। अहिले हामी लाचेन बजार नागेर अगाडि बढिरहेका छौं र पारी जुन चाहिँ तपाईले देख्दै हुनुहुन्छ त्यो पहिरोहरु, त्यसको फेदमा चाहिँ तपाईको टिस्टा नदी बगिरहेको छ र यो टिस्टा नदी र जेमा खोला दुईटा मिसिएर चाहिँ मूल टिस्टा भएर उत्तरदेखि दक्षिणतिर बहँदो रहेछ। र अहिले जुन चाहिँ नदी जाँदैछौं त्यो चाहिँ टिस्टा हैन, टिस्टामा मिसिन भन्दा केही पर जेमा सिंगो जेमा नदीलाई मात्रै हेर्नको लागि हामी गइरहेको छौं। लाचेन आएको करिबन 6-7 महिना पछि चाहिँ मलाई पनि पसिना निस्क्यो र अहिले म एकदम आफ्नै गाउँको मौसमको महसुस गरिरहेको छु। हामी बाटोको आधा करिबन कभर गरिसकेका छौं। यहाँ पारी तपाईले देख्दै गर्नु भएको चाहिँ टिस्टा नदीको फेदीहरु हो। अब हामी मोटामोटी जेमाको लाइन तर्फ पसिसकेको छौं। फाइनली हामी जेमा आइपुगेको छौं। अब यहाँदेखि निक्लेर तपाईहरुलाई यहाँको नजारा देखाउने छु। यो चाहिँ यहाँको 360 डिग्री तपाईहरुलाई देखाउने छु। हामी आएको यो बाटो भयो, यहाँ गाडी पार्क गरेको छ र त्यो उताबाट आएको चाहिँ जेमा छोबाट आइस बग बिलेर जुन चाहिँ पोखरी छ त्यहाँबाट बगेर आएको पानी यो भयो जेमा नदी र त्यो उसपार गरेर उकालो जाने चाहिँ गुरुदोङमार है जाने बाटो हो, छोलामु जाने बाटोहरु हो। 0 पोइन्ट अनि माथि गएर चाहिँ तपाईको डोङकाला पास। अनि यो चाहिँ तपाईको खोला बौलाएर हिजो साँझ बौलाएर आएको खोला जेमा नदी र यसको वरिपरि यस प्रकारको नजारा छ। यो सम्पूर्ण जुन चाहिँ देख्दै हुनुहुन्छ बगर, यो चाहिँ पहिला जुन चाहिँ 4 तारिक अक्टोबरमा फ्लड आएको थियो, जो यहाँ 3 तारिकै भएको थियो, त्यसले गर्दाखेरि यो असर परेको छ। योतिर तपाईले देख्दै हुनुहुन्छ एउटा हरियो परेको, त्यो हरियो सानो ब्रिज, त्यो चाहिँ पहिला झोलङ्गे बनाएको थियो हैन। त्यहाँ माथि ग्रेफले एउटा नयाँ पुल निर्माण गरेको थियो, तर पारीपट्टिको पहिरो अप्ठ्यारो भएकोले गर्दाखेरि चाहिँ त्यो पनि अहिले बन्द छ। र त्यसको केही माथि बीचमा जुन चाहिँ सडक जस्तो देख्नु हुँदैछ, त्यसको सिधा मुनि एउटा लाचेनकै मान्छेहरु मिलेर टुरिस्टलाई सजिलो होस् भनेर चाहिँ एउटा मुडाको गाडी हिँड्ने पुल बनाएको थियो। तर जेमा नदी चाहिँ यसरी बगेर गएर त्यहाँ त्यो तल दोबानमा त्यहाँ उताबाट आउँदै गरेको चाहिँ टिस्टा नदी र यो टिस्टा नदी चाहिँ यसरी जेमासँग मिलेर एउटा मूल रूपमा टिस्टा भएर चाहिँ दक्षिणतर्फ जाँदो रहेछ। अच्छा, भाइको नाम चाहिँ के हो? मेरो नाम आयुष। तपाईँ चाहिँ यहाँ ग्रेफमा काम गर्नुहुन्छ? अच्छा। यो फ्लड चाहिँ तपाईँ यो जुन चाहिँ खोला बढेर आएको चाहिँ हिजो कि आज? यो चाहिँ हिजै होला हौ, बेलुका है। आज बिहान यस्तै थियो? हजुर, बिहान यस्तै। अच्छा, यो बढेको पनि छैन, अब चाहिँ यतिकै बसिरहेछ? हजुर, अहिले यतिकै छ। यहाँ भाइसँग भेट हुन्छ, खानुहोस्। यहाँ भाइसँग भेट भयो र उहाँ चाहिँ लन्च ब्रेकमा खाजा खाँदै हुनुहुँदो रहेछ र
खोला चाहिँ हिजो साँझै बढेको भनेर भन्दै हुनुहुन्छ है। आज बिहान आउँदा चाहिँ यस्तै थियो अरे। र वी प्रे टु आवर गड, हामी ईश्वरलाई प्रार्थना गर्छौँ कि फेरि त्यस्तै किसिमको कालो रात नआओस् है। र यो जति आयो आइहाल्यो, अब यो फेरि घटेर जाओस् भन्ने हामी प्रार्थना पनि गर्छौँ। दर्शकवृन्द, हामीले त्यो पर पुलको छेउमा गएर नजिकबाट निहाल्ने निर्णय गरे पश्चात अब फेरि हामी अगाडि बढ्दैछौँ। विशेष गरेर पर्यटकहरू लाचेन आउनुको अर्थ चाहिँ तपाईको गुरुदोङमार घुम्नको निमित्त अनि विभिन्न काला पत्थर र धेरै अरू जग्गाहरू घुम्नका निमित्त आउने गर्छन्। तर यो फ्लड अनि त्यस पछाडिको यो जुन चाहिँ पानी उर्लेर आएको छ, यसको कारणले गर्दाखेरि चाहिँ लाचेनवासी तथा यहाँका जति पनि एन्टरप्रेनरहरू छ, होटलर्सहरू छ, बिजनेसम्यान छ, उहाँहरूलाई ठुलो असर पारेको छ। र दिनरात एक गरेर उहाँहरूले यो बाटोलाई सही तरिकाले बनाउनका निमित्त जोडिरहेका छन्। र उहाँहरूले आफ्नै ल्याकतमा, आफ्नो मेहनतमा काठको पुलहरू पनि बनाएकै हो। तर प्रकृतिको अगाडि कसको के लाग्छ र है। तथापि प्रे टु गड, इट विल रिकभर सुन। अहिले चाहिँ हामी यो जेमा नदीले सताको जग्गा नागेर आइसकेको छौँ र यो पुलमा आएको छौँ। यहाँदेखि म तपाईँलाई नजारा देखाउन चाहन्छु। खोला एकदमै बौलाको अवस्था छ। कहाँ छ पुल? त्यो 1300 डन्डा? अच्छा, त्यहाँ माथि जुन चाहिँ देख्दै हुनुहुन्छ त्यो चाहिँ यहाँ लाचेनको पब्लिकले आफ्नै हैसियतमा बनाएको पुल थियो। जो त्यो भित्तामा देख्दै हुनुहुन्छ त्यो सबै यो बढेर आएर चाहिँ यहाँनिर यस्तो अवस्था बनाइदिएको छ। फाइनल्ली हामी चाहिँ यो अवलोकन गरिसके पश्चात अब फेरि आफ्नो ड्युटी प्लेस लाचेनतर्फ फर्किँदैछौँ।